बिहानै 7 बजे उठ्छु भनेको 6:30 भएछ निद खत्तम। होइन होला के हो टोइलेट गएको टोइलेटमा पानी खत्तम। ब्रुस गर्छु भनेको मन्जन खत्तम। थोरै रहेछ अनि ब्रुस गरे। भैँसीको गोबर सोर्न लागेको 2 मिनेटमा खत्तम। फेरि भाँडा मान्न थालेको 5 मिनेटमा खत्तम। फेरि धारामा पानी आयो 15 मिनेटमा भरेर खत्तम। 7:30 बजे चिया नास्ता खान थालियो त्यो पनि खत्तम। 8 बजेतिर घाँस काट्न गएँ अनि आएँ त्यो पनि खत्तम। होइन होला फेरि जङ्गलतिर दाउरा लिन गएँ। जङ्गल जाने बित्तिकै सिम्टा भेटियो त्यो खाएर पनि खत्तम। काँचो दाउरा र घाँस बोकेर आएको शरीरबाट तेल निस्केर खत्तम। मेरो छोटो मिठो भ्लग कस्तो लाग्यो?